अब यो मञ्चमा आउँदै हुन्छ पीडालाई शब्दमा र शब्दलाई शक्तिमा बदल्न सक्नुहुने टोली प्रसाद राजवंशी। कविता बगरेट। आजकल कतै हराएको छ एउटा सपना, देउन्या खोलाको पानी जस्तै सुकेर, चारकोसेको जङ्गल जस्तो बाक्लो यादहरू बोकेर। लाग्छ झुना सखुवाको बोटले सम्झिरहेको छ अझै। मेची खोलाको बगरमा जीवनको सपनाहरू देख्दा देख्दै, मनहरू जोडेर हुदोर दुला गाउँदा गाउँदै, एक भारी सपनाहरू चारकोसेबाट बोक्दै गर्दा झमक्कै रात परेको के थियो। जङ्गली भूतहरू तर्साइरह्यो बाटोभरि, धापमा बसेर आमाले चुरको धुवासँगै मन उडाउँदै सायद सम्झिरहनु भएको छ मलाई। पन्ता भातको शीतलताले गर्मीलाई सेलाउँदा सेलाउँदै, जाडोको स्वादसँगै भाक्का खाँदा खाँदै, निन्दा खोलामा पौडी खेल्दा खेल्दै, कतिखेर हो कतिखेर जीवनको नमिठो गीतहरू गाउँदा गाउँदै मरुभूमि पुगेको थिए। आमाको अन्तिम श्वास किन्न आज कहाँ हराएको छ फ्लोरेन्स नाइटिङ्गलहरू, मदर टेरेसाहरू, धर्मभक्त माथेमा दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्रीहरू। उनीहरू गएकै रातदेखि सायद ताराहरू चम्किन थालेका होलान्। आज म यही ताराहरू हेरेर खुब सम्झिरहन्छु मलाई छोडेर हिँडेका बाटाहरू, जसले मलाई जिन्दगीको अस्तित्व बुझाइरहन्थ्यो। साँच्चै म यतिखेर जीवनको असरल हरफहरू मिलाउँदा मिलाउँदै उसैलाई सम्झेर बगरेट भएको छु। धन्यवाद। टोली प्रसादज्यू, हजुर थ्याङ्क यू सो मच। फेरि पनि तपाईँलाई, हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद। तपाईँको कविता त आज झनै राम्रो हुँदै गयो है। र यो समय म कमेन्ट लिन चाहन्छु हाम्रो आदरणीय सर अज्ञात दादी कहाँ जान चाहन्छु। टोलीजी साह्रै मिठो कविता सुनाउनु भयो। सम्भवतः तपाईँले सुनाउनु भएका कविताहरूमध्ये धेरै माथिको कविता हो यो। तपाईँ आफै सिमानामा सीमान्तकृत भएर बस्नुहुन्छ। हजुर हजुर। देशले किनाराकृत गरेका मानिसहरूको आवाज बोलिदिने कोही छैन, तपाईँले त्यही आवाज बोल्नु भएको छ। परदेश जानेहरूले सम्झिने यतै छोडेका यादहरू हुन्, खेतहरू हुन्, खोलाहरू हुन्, एउटा गाउँको सबै बिम्ब सर्लक्क उतार्नु भएको छ। हुन्छ टोलीजी, यस्तै बिम्बहरू हामीले उठाउनु पर्ने कुराहरू हुन्। तपाईँको घरको कुराहरू हो, तपाईँकै आवाज कविताबाट व्यक्त गर्ने हो। तपाईँलाई धेरै धेरै शुभकामना छ। तपाईँले हाम्रा दर्शकहरूलाई यो बगरेट भनेको चाहिँ के हो त्यो चाहिँ बुझाइदिनुपर्छ। बगरेट भनेको खोलाले, नदीले
बगाएर ल्याएको काठहरू एक ठाउँमा जम्मा भएको हुन्छ अनि त्यो काठले चाहिँ त्यो खोलाले बगाएको काठले बगरमा जम्मा भएको काठले चाहिँ यतिखेर सम्झिरहेको छ जुन मैले कवितामा प्रस्तुत गरेको छु। हुन्छ धेरै धेरै धन्यवाद, शुभकामना। हुन्छ, धन्यवाद सबैलाई।